हेलो एभ्रिवान आज चाहिँ म वक गर्दै गर्दै गएको अन्त म सधैँ जाने मेरो पोइन्टदेखि चाहिँ अझै फर्दर जानु मन पर्यो हैन किनभने मलाई आज न्यू इयर हो र आज न्यू इयरको दिन चाहिँ मलाई एउटा स्पेशल ठाउँमा जाने इच्छा भयो र मैले चाहिँ सोचे वक गर्दै गर्दै नै जान्छु भनेर हैन तर अब हिँड्दा 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 त म यस्तो थाके कि कहिले आइपुग्छ भएको मलाई थाहा थियो अब अलिकति टाढै हो भनेर मतलब गाडीमा जानु हो भने त एकैछिन हो तर अब हिँड्दा चाहिँ अलिकति टाढै पर्थ्यो त्यही अब घरदेखि हिँड्दै आएको है मेरो घरदेखिको त अब निकै नै लामो डिस्टेन्स हुन्छ र मैले चाहिँ अब म पनि हिँड्दै आएको यो तीनटा स्ट्याचु भएको जग्गा तपाईहरु सिलगढीमा बस्नुहुन्छ भने त देख्नु भएको होला है र कतिजनाले त गेस पनि गरिसक्नु भयो होला म कहाँ गएको रहेछ भनेर र बल्ल बल्ल म चाहिँ यहाँनिर पुगेँ र यति खुसी लाग्यो यहाँ पुग्दा चाहिँ है यहाँ चाहिँ गुम्पा हो गुरुङ बस्ती गुम्पा र यहाँ चाहिँ आज न्यू इयरको दिन थियो है अन्त मैले सोचे व्हाई नट स्टार्ट विथ भगवानको दर्शन हैन अब भगवान हुनु त घरमा पनि भगवान हुन्छ है घरमा पनि आफ्नो भगवान राखेको हुन्छ बट स्टिल अब गुम्पाहरू जाँदा कति पिसफुल फिल हुन्छ है सब कुछ बिर्सिन्छ नि त अब घरमा जस्तो हुँदैन गुम्पा गएपछि चाहिँ मलाई चाहिँ त्यस्तो हुन्छ सब कुछ बिर्सिन्छ हैन आफ्नो केही पनि याद आउँदैन अन्त पिस हुन्छ मनमा शान्ति हुन्छ अन्त एकछिन गएर राम्रोसँगले दर्शन गरे ढोके अन्त एकछिन बसे पनि त्यहाँ हो लामा मेमेले चाहिँ पूजा गर्नुहुँदै थियो अन्त मैले चाहिँ एकछिन पर्खेँ हैन पूजा सकिहालोस् त्यसपछि चाहिँ एकछिन भेटेर उहाँलाई भेटेर चाहिँ फर्किन्छु भनेर अनि त्यसरी बसिरहेको थिएँ थुप्रो जना मैले त यस्तो सोचेको थिइनँ है तर अब न्यू इयरको दिन चाहिँ यति धेरै मान्छेहरू आउँदो रहेछ गुम्पाहरूमा हो अन्त खुसी लाग्यो सबैलाई देखेर सबैजनालाई र यो भिडियोको थ्रुबाट म तपाईहरु सबैजनालाई न्यू इयरको शुभकामना दिन चाहन्छु मे गॉड ब्लेस यू